सबैजनालाई नमस्ते अनि सेउपाका। आजको मेरो भिडियो चाहिँ आलु लसुन रोप्ने घरायसी काम रहेको छ। म र मेरो मम्मी बारीमा जाँदैछौँ अनि हामी बारीमा पुगेर हाम्रो काम सुरु भयो। मम्मीले चाहिँ आलु रोप्न रेखा बनाउँदै हुनुहुन्छ अनि मैले पनि गएर मम्मीले जस्तै सिधा सिधा रेखा ताने। हजुरहरूले कसरी रेखा तान्नुहुन्छ आलु रोप्नलाई? हामी त यसरी बनाउँछौँ। अनि मलाई चाहिँ सानैदेखि यस्तो काम गरेर हो त्यस्तो गाह्रो लाग्दैन, सजिलै लाग्छ यस्तो काम गर्नलाई। अनि त्यसपछि मैले एउटा आलु रोप्न सुरु गरेँ। मैले जता जता आलु उम्रेको छ त्यतै थोरै फराकिलो गरेर रोप्दै गएँ। अनि मलाई कतिजनाले भन्नुहुन्छ क्या, तिमीलाई त काम पनि गर्न आउँदैन होला भनेर। तर त्यस्तो होइन, छोरी मान्छे हो, हरेक काम सिकेको आफूलाई नै राम्रो हो। अनि त्यसपछि मैले आलुको माथि यसरी मल हाल्दै आलुलाई छोप्दै गएँ। काम पनि साह्रै थियो, कहिले सकिला जस्तो भइरहेको थियो। त्यसपछि फाइनली मैले आलु पनि रोपेर सकेँ। त्यसपछि मैले लसुन पनि रोपेर सकेँ। मैले चाहिँ बिचमा लसुनको भिडियो बनाउन पाइनँ। अनि आज चाहिँ मेरो भिडियो यति नै रहेको छ। बाई बाई।